सर्वप्रथम त सम्पूर्ण नेपाली क्रिकेट टिमलाई एकदम सम्मान छ। एकदम राम्रो खेल्नु भएको छ। गेमलाई राम्रो उचाइमा लाँदै हुनुहुन्छ। अ, तर केही कुराहरू कस्तो छ भने हामी लगभग गेमको जितको नजिक नजिक पुगेर गेम हार्दा कस्तो अलिक त नमजा मात्रै लागिरहेको हुन्छ। खास त्यस्तो खासै उ त छैन। अब हामीलाई तपाईँहरूले बानी बनाउनु भयो क्या। गेम हेर्ने बानी बनाउनु भयो। हाम्रो कामकाज जे जस्तो होस् तर हामी क्रिकेट चाहिँ जब नेपाली टिमको क्रिकेट सुरु हुन्छ हामी जहाँ जस्तो हालतमा भयो भने हेरिरहेको हुन्छौँ। आशा लाग्छ हाम्रो टिमले गरेको यो प्रगति देखेर धेरै खुसी पनि लाग्छ। तर हामी अन्त्यमा जब गेमको नजिक नजिक पुग्छौँ, गेम हार बिहोरेका छौँ। जम्मा 4 रनले 5 रनले त्यस्तो मात्रै हाम्रो किन ब्याड लक भइरहेको छ। यो एउटा टेक्निक हुन्छ नि, हरेक टिमले आफ्नो टिमलाई जिताउनलाई टेक्निकहरू युज गरिरहेको हुन्छ। हाम्रो टेक्निक पनि केही कमी भएको होला। हाम्रो माइन्डसेट, कन्सेप्टहरूको पनि कुरा आउँछ। जस्तै हामी 185 को टार्गेट छ भने 185 टार्गेट लिएर बस्ने होइन क्या। हामी 185 टार्गेट छ भने कम्तीमा तपाईँले 190 को टार्गेट राखेर हिँडिदिनु न, गेम खेल्नु न। हामीलाई टार्गेट छ 190 को भन्ने कन्सेप्ट राखेर गेम खेल्नुहोस्। त्यसै गरेर दिपेन्द्रको पनि गेम आज बहुत धेरै धेरै उत्कृष्ट रह्यो। रोहित पैडलको पनि उत्कृष्ट नै हो। सबभन्दा सम्मानजनक आज मैले जुन आशा नगरेकै भनेको एकदम सम्मानजनक लोकेश बल। अनि त्यसै गरेर आरिफको गुलसन झाको पनि अलिकति केही धेरै एक्सपेक्टेसन केही आशा धेरै थियो। उहाँले त्यो आशा अनुसार अलिक त पुरा गर्नु सक्नु भएन। यो गेम मलाई हेर्दा यस्तो लाग्यो कि आज लगभग नेपाली क्रिकेटमा अब हाम्रो फ्युचर चाहिँ बन्दैछ है भन्ने चाहिँ इतिहास बनाउनु भएको छ। त्यसै गरेर मेहनत गर्दै जानु है। सम्पूर्ण नेपाली टिमलाई सम्मान छ। हरेक म्याचहरू हामी हेरिरहेको छौँ तपाईँहरूको गेम है। गेमलाई एकदम उत्कृष्ट तरिकाले अगाडि लैजाँदै हुनुहुन्छ। खास त्यति धेरै त अब भने जस्तो सोचे जस्तो हामी पार्टीको नजिक नजिक पुगेको पनि हामीले डेलिभरी क्यान्सल गरे जस्तो अवस्था भयो लास्टमा है। हामी एकदम उत्साह मनाइरहेको थियौँ हामी अब जित्छौँ। अब जस्ट लास्ट ओभरमा हामीलाई त्यति धेरै रनको पनि आवश्यकता थिएन। 1 ओभर पुरै सिङ्गलै बाँकी थियो। अनि 1 ओभर अब बाँकी हुने होला, अब हामी चाहिँ जित्छौँ भन्ने फुल्ली आशा भइरहेको थियो। तर ब्याड लक हो। बार बार यो ब्याड लक एकपटक मात्रै होइन कि यो ब्याड लक धेरै पटक हामीलाई सहनु परेको छ होइन। एकदम सम्मान छ तपाईँहरूले नखेलेको होइन, एकदम धेरै मेहनत गरेको हो। तपाईँहरूको खेलप्रति सम्मान छ। त्यसै गरेर आजको लोकेश पम, दिपेन्द्र, लोकेश पम, रोहित शर्मा सम्पूर्णलाई फेरि आगामी दिनहरूमा पनि यस्तै खेल्दै जानु होला। सकभर कन्सेप्ट 185 को टार्गेट छ भने 195 को टार्गेट माइन्डमा राखेर खेल्नुपर्ने हुन्छ। विपक्षीले लास्टमा जसरी पनि आफ्नो के भन्छ आफ्नो एउटा रणनीति हुन्छ, रणनीति अप्नाएकै हुन्छ। तर पनि हाम्रो रणनीतिमा अलिकति कमजोरी हो कि जस्तो पनि लाग्छ। किनकि नजिक नजिक हुन्छ। जम्मा 4 ओभर 5 ओभरले गेम हारिरहँदा अलिकति एउटा कन्सेप्ट नै अलिकति एउटा रणनीति जुन हामीले अप्नाउनु पर्ने रणनीतिहरू आशादायी हिसाबले रणनीति नअप्नाएको जस्तो लाग्यो होइन। ठिक छ, हामी क्रिकेटमा धेरै पछाडि नै हो। हामीभन्दा धेरै अगाडि खेलेको राष्ट्रहरूसँग खेल्दाखेरि यहाँसम्म पुग्नु भनेको पनि ठुलो कुरा हो। तर अझै जित्नुभयो भने योभन्दा धेरै ठुलो कुरा हुनेछ। सम्पूर्ण नेपाली क्रिकेट खेलाडीलाई सम्मान गर्दै आजको भिडियो मैले यति थोरै सानो मात्रै बनाएँ। तपाईँहरूको खेलप्रति सधैँ सम्मान छ। तपाईँहरूले गरेको मेहनतको सधैँ सम्मान छ। हामी सदा तपाईँहरूको गेमलाई जे जस्तो हालतमा हुन्छ, जहाँबाट हुन्छ, जसरी सक्छौँ हामी सपोर्ट गरिरहनेछौँ। थ्याङ्क यू गाइज। किप। अब चाहिँ 4 रनले होइन कि अब जित्ने हिसाबले खेलिदिनु होला।
टार्गेट एउटा माइन्डसेटलाई आफ्नो रणनीतिलाई एकदम बलियो बनाउनु होला। तपाईँको आफ्नो बलियो रणनीति बनाएर गेम खेल्नु हो भने हामीलाई पनि यसो अझै खुसी मिल्नेछ। थ्याङ्क यू गाइज, हामी खुसी छौँ तपाईँहरूबाट। यो होइन कि हामी धेरै ठुलो टिमसँग खेलेका पनि हौँ होइन, उत्कृष्ट टिम हो यो। धेरै बार वर्ल्ड कप खेलिसकेको अनुभवी टिमसँग खेलिरहेको थियौँ, तर पनि अझै जितेको भए सुनमा सुगन्ध झैँ हुन्थ्यो, अझै एउटा गौरवको विषय बन्थ्यो। थ्याङ्क यू सन्दीप, आरिफ, आसिफ, लोकेश, सम्पूर्ण नेपाली क्रिकेट टिमलाई प्लस नेपाली हाम्रो जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुन्छ क्रिकेट हेर्दै हुनुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आशा छ अघि अब योभन्दा पछिल्ला दिनहरूमा हामी एउटा बलियो रणनीति बनाएर अगाडि बढ्नेछौँ भन्ने ठुलो आशा छ। थ्याङ्क यू अल।